नमस्कार साथीहरू। आजको यस भिडियोमा हामीले प्रदेश 7 प्रदेशमा रहेका धेरै तथा कम जनसङ्ख्या भएका जिल्लाहरूको बारेमा बढाउन गर्नेछौँ। जसमा हाम्रो कोशी प्रदेशको हेर्ने भने सबैभन्दा बढी जिल्ला भएको भनेको झापा र त्यसपछि कम भएको तेह्रथुम। त्यसैगरी मध्य प्रदेशको सर्लाही र महोत्तरी। सर्लाही सबैभन्दा बढी चाहिँ जनसङ्ख्या भएको प्रदेश हो भने जिल्ला हो भने त्यसपछि हाम्रो के आउँछ भन्दाखेरि महोत्तरी रहेछ। त्यसपछि हाम्रो बागमतीको चाहिँ काठमाडौँ र सबभन्दा सानो भनेको रसुवा। त्यसपछि गण्डकी प्रदेशको चाहिँ हाम्रो कास्की सबैभन्दा बढी, मनाङ भनेको सबभन्दा कम। लुम्बिनी प्रदेशको हेर्ने भने सबैभन्दा बढी भनेको रूपन्देही रहेको छ। त्यसपछि रुकुम पूर्व रहेको छ। त्यसपछि हाम्रो कर्णालीको हेर्ने भने सुर्खेत र डोल्पा रहेको छ। सबैभन्दा धेरै र कम जनसङ्ख्या भएको धेरै भनेको सुर्खेत अनि अर्को कम भनेको डोल्पा। त्यसपछि सुदूरपश्चिम भनेको कैलालीमा सबैभन्दा बढी, त्यसपछि दार्चुलामा सबैभन्दा कम। र यो डाटा कहिलेको भन्दाखेरि 2000 अहिले नयाँ जुन हाम्रो चाहिँ जनसङ्ख्या गणना भएको छ 2000 कतिको भन्दाखेरि 2078 को जनगणना अनुसार यसलाई लिएको छ साथीहरू। र हेर्ने भने यसमा क्रमशः धेरै जनसङ्ख्या भएको जिल्लाहरूमा चाहिँ हाम्रो 1 नम्बरमा झापा, सर्लाही, काठमाडौँ, कास्की, रूपन्देही र सुर्खेत र कैलाली। अब यसलाई याद गर्ने तरिकाहरू सर्ट फर्म के छ भन्दाखेरि यसले त्यसपछि हाम्रो का रु सु कै हुन्छ। जसमा चाहिँ हामीले यसलाई यसरी 3-3वटा गरेर याद गर्ने र बिचको एउटा का छोडिदिने। झसक का अनि अर्को रुसुकै भनेपछि झसक का रुसुकै हुन्छ। त्यसपछि हाम्रो कम हेर्ने भने अब तेह्रथुम भनेको 1 नम्बरमा पर्छ। जसमा तेमा रा हुन्छ, तेमा रा भनेपछि तेह्रथुम र महोत्तरी अनि अर्को रसुवा। त्यसपछि हाम्रो मनाङलाई सँगै छोडिदिने, रुकुम पूर्व र डोल्पा अनि दार्चुला भनेपछि रु डो दा भने रो डो दा भनेपछि हाम्रो रुकुम यस हुन्छ। त्यसै गरी साथीहरू आजको यस भिडियोमा यति नै थियो। र अर्को हेर्ने हो भने अरू पनि जनसङ्ख्याको आधारमा ठुलो र सानो प्रदेशहरू रहेको छन्, जुन चाहिँ आजको यस भिडियोमा चर्चा गरिदिन्छु। जसमा चाहिँ के रहेछ भन्दाखेरि यसलाई याद गर्ने तरिका भनेको बेबीमा 51 चोटि सुगकी भनेको बेबी भनेको हाम्रो यो बागमती प्रदेशमा भनेको मधेस, त्यसपछि लुम्बिनी, त्यसपछि कोशी, त्यसपछि सुदूरपश्चिम। जसमा चाहिँ हाम्रो के रहेछ भन्दाखेरि सबैभन्दा धेरै जनसङ्ख्या भएको बागमती, त्यसपछि मधेस, त्यसपछि हाम्रो 5 नम्बर प्रदेश भनेको लुम्बिनी प्रदेश, त्यसपछि 1, त्यसपछि चोटीको मिनिङ छैन, सु भनेको सुदूरपश्चिम, त्यसपछि गण्डकी, त्यसपछि कर्णाली हो साथीहरू। ल साथीहरू आजको भिडियोमा यति नै थियो। हस्, धन्यवाद।